Hello guys, good morning. And त्यही हो, अब हामी जान लागेको मुस्ताङ, दुईजना साथी र म है। बिहानको कति बज्यो 4:30, अब जाने हो हामी। तपाईँहरूलाई भेट्दै गरौँला, अपडेट दिँदै गरौँला। सो टिल देन टेक केयर एन्ड बाई। सुरु भइसक्यो गाइज है। अब हामी लाग्नेछौँ। कहाँ हो साथी है। अब यस्तो छ साँघुरो बाटो, त्यहाँबाट ब्याक गरेर बल्ल बल्ल ल्याएको है। बाइकहरू चल्दै गइरहेको छ। अब बिच बाटोमा तपाईँहरूलाई अपडेट दिँदै गर्छु है। अन्डरग्राउन्ड देखाइदिउँ है। अहिले चाहिँ अन्डरग्राउन्डमा चल्छ हामी बाटाको। यस्तो छ हालत। अब यहाँपट्टि धुलो उठ्ने हो। लागु भएको छैन त्यहाँबाट आउनु नै। ड्याममै जानुपर्ने खोलेर है। अब तपाईँहरूलाई हामी खाजा खाने बेला है। गाइस यहाँ चाहिँ यस्तो छ है, माछा ट्याक्क लाएर मलेको माछा एकदम स्वादिष्ट आउनु होला। पनि माछा नि त साथी, यस्तै हो होला। यस्तै हो। अब अहिले त चिया नास्ता खाएर फेरि हामी लाग्नेछौँ अहिलेको लागि। ल गाइडहरू कन्डिसनको यताबाट गयो भने गोर्खा, हामी सिधै जाने ल पोखरा। यताबाट जाने टाइम अब त चिल रोडमा बाइक
यहीँ नजारा देख्नु है, नजारा। ऊ त्यहाँ माथि चराहरू उडिरहे। अब चङ्गा है सँगै उडिरहे चरा थाहा छैन है। गाइजहरू हामी चाहिँ भर्खर भाइरल फोटो खिच्ने ठाउँबाट फर्क्यौँ होइन। हामीले चाहिँ खिचिनौँ है, के गर्नु अब अरूहरूलाई दिनु पऱ्यो, हामी त नखिचेको। भोक लाग्यो अब भात रे भातै हो, भात खानु पऱ्यो। अब गर्मी रहेछ पोखरामा, के गर्नु। गाइजहरू हामी पनि फाइनली आइपुग्यो होइन। पानी पर्ला भनेर यो छाता राख्यो हो है। अब पानी त पर्दैन, ज्वरो पनि लाग्यो, कपाल यस्तो छ त्यही भएर यसरी छोपेको कि। बोट त के खेल्ने है, बोट नखेल्नु। के खेल्नु हो लौडो अस्ति खेले होइन। अस्ति खेल्थ्यो त ल हामी चाहिँ पिसाब गर्न आएको खासमा। यसो तपाईँहरूले नजारा देखाइदिउँ भनेर नि। कहाँ हो? हो के ए यहीँ ल हाम्रो बाइक बनेको छ होइन। अब हामी चल्दिनु लगाएको फेरि पोखरा ग्यारेज सम्झिनु होला है गाइजहरू। ल गाह्रो है गाह्रो, चल्दिनु लगाएको अब हामी होइन। भयो ल बल्ल मजा आयो नि त। चल म्यानी आइपुग्यो, म्यानी भइसक्यो। सागर कृष्ण म्यानी भइसक्यो ल, त्यही भएर म्यानीमा आएको है जाहिर खान। कति चाहिँ ट्याक्स होला। लाली पुल पर्ने बेनी बजारे थियो लेफ्टबाट सिधै बेनी, कलेश्वर, मुक्तिनाथ, भुरुङ्ग, कोइराला। हार्दिक स्वागत। कहाँ हो यो साथीहरू? तल गएर सोधौँ न। ब्रदर मार्फा मुस्तान बेनीबाटै हेर्नु त। धन्यवाद। साथीलाई जहिले यस्तै गर्छौ के, सोध्दै हिँड्नु पऱ्यो बाटो है, के गर्नु थाहा छैन हामीलाई। ल मेरो गाडी त यहाँ पो रहेछ, परबिट है ठोक्ने आउँदै हो लगाइसक्यो। ओहो क्या चिसो हावा लाग्यो। अब अलिअलि चिसो हावा लाग्दैछ है साथी। यो बुढो त के हो बाटोमा घुम्दैछ यहाँ, तर बाल भएन। त्यस्तै हो होइन नेपाल। यो डाँडाको त रुखै गएछ अन्त साथी। ओए के बाटो त खतरा बिच छ त। गाइजहरू पेट्रोल पनि हालियो होइन। अब हामी लाग्नेछौँ मार्फा मुस्ताङ सिधेर है। बिचमा बनाइरहेको छु। अहिले हामी पृथ्वी चोक पोखरा छौँ होइन। अब ए हो यस्तो गर्मी छ, त्यही पनि अब ज्याकेट लाउनु पऱ्यो है मफलर, किनकि धुलो र धुवाँबाट के भन्छ त्यसलाई।
भित्र हेर्नु है यस्तो गुफामा छ है गुफामा जान्ला हामी त गुफामा यी सागर कृष्ण बसन्ते तेरो दाइ म्यादीमा परेर गइसक्यो ल खोला हेर त खोला उफ बस्दा चाक देखिसक्यो आफ्नो यहाँ 35 kilometers to go. Guys, हिमाल देखिन थाल्यो है साथी हेर त माथि हेर त साथी हिमाल टल्किरहेको छ उता हेर न सिधा देख्यौ बल्ल दर्शन गर्न पाइयो है ओए डेन्जर नजारा हेर न आइपुगेको छैन जेरी गल्ली है खोला बजार भेडा हो गाईहरू लोकलै देख्नुभयो नि च्याङ्ग्रा खै के गर्यो च्याङ्ग्राको जात त्यहाँ छ क्या हिमाल कहाँ हाँसिरहेको के जिज्ञासा भयो मनमा